को गर्दैन नि के गरेको हात जोड म त पिए उ पिए माननीयको पिए बेमान के को बेमान यहाँ अर्काको व्यापार फस्टाइरहेको बेलामा त जा गए हुन्छ खानी भयो यो कन्डेनीले अनाङ्गेको गोदाई ओहो के देख्नु पर्यो यस्तो गाउँपालिका प्रमुखको बहिनीहरू ठुली अनाङ्गेसँग कान्छी बनकाइलासँग हुन त ठुला बडाकै छोराछोरी बिग्रिने हुन् झम्टे बाबु के चाटिरहनु भएछ ल्याम्की ल्याम घिउ चाटेको सत्यनारायणजी घिउ त्यो कान ढाडे मेरो घरमा आगायो गर्ने यो भएर एकान्तमा नभए काण्डले बिताइहाल्छ फेरि ए ओ कान ठाडेलाई छल्न यहाँ आउनु भएछ तपाईँ बहुत चलाक मान्छे ल आउनु यहाँ घाम तापौँ यहाँ आउने ल खोइ हामीलाई छैन घिउ एक्लै खाएको सकिहाल्यो नि तपाईँ खाना त घिउ खानु भएछ न यहाँ थोरै रहेछ खान्छ है त झम्टे बाबु बहुत मिठो रहेछ दोबार खाने बेलामा हामीलाई पनि बोलाउनु है झम्टे बाबु अस्ति जित्नु भएको नेता छैन यतै आउँदै हुनुहुन्छ देख्नु होर अरू नेताभन्दा यो डन नेता चाहिँ ठिक रहेछ गाँठे अरू नेता त जितेपछि नामुखै देखाउँदैन यो नेता त जनतालाई भेट्नु आइरहेछ ल त्यो पनि स्पिड कुदेर मैले त पट्याएन त्यो पनि त्यही झाङको फर्सी त होला नि के भन्नुहुन्छ भिर्कुने बाबु पनि उखान पनि राम्रोसँग भन्न आउँदैन उही झ्याङको फर्सी भन्नुहुन्छ उही ड्याङको मुला भन्नु न जसकोमा जे छ त्यही त भन्ने हो नि म कहाँ फर्सी छ फर्सी भने अब मुला हुनेले मुला भन्छ नि हामीलाई एउटा धारो मिलाइदिनु हजुर खाने पानी हजुर मलाई खाने पानी कस्तो मान्छे धारा खाने पानी हुने एउटै होइन झम्टे बाबु ओ नेताले केही गर्छ जस्तो छ हामीले धारा भनेको धारा लिनु कुदिहालेछ जिन्दगी त खतरा छ नि हाम्रो सधैँ जङ्गलमा आयो बस्यो के चाहिँ गर्नुपर्ने त नि सधैँ जङ्गलमा जङ्गलमा कहाँ जानु त नि अरू कहिले त यसो मुभी हेर्न नि लानु कुन मुभी हेर्नु नि त जुनी फिल्म हेर्नु जाऊँ त जाऊँ न त कहिले जाने ल भन सननी सननी वो मत जाननी सननी सननी वो मत जाननी सननी सननी नहीं मत जाननी हेलो दादा त अहिले त्यही बनकाइलासँग होला हैन मैले जानेछु अब त्यो बनकाइलालाई गुन्डा लगाएर मार्दिन्छु के भन्यो के भन्नु नि गुन्डा लाएर तिमीलाई मार्ने रे अब भनेपछि तिम्रो दाइले मलाई मार्ने नै भयो किन यस्तो विधि भयो सानोतिनो गुन्डा भए पनि लेप्टाउनु हुन्थ्यो हिपाप अनाङ्गिने आउनु पर्ने पछि पछि पुलिस पनि आउँदैछ त मलाई खेदेका होइन रहेछ बेकारमा कुदी बसेको
जाउँ भनेर जान लागेको होइन यमिति नि तपाईँ त अस्ति त्यो जुङ्गे मुर्दारसँग झन्डै गएको रे त कहाँ हुनु नि मिति नि यसो टाइम पास पो गरेको त नि यत्रो जुङ्गाको मुठा बोकेर हिँड्छ त्यस्तोसँग कसरी आँखा बिग्रियो त तपाईँको कसरी हुनु नि मिति नि त्यही फेसबुक त हो नि त्यही फेसबुकले बिगार्यो कि हो त नि यो फेसबुक भन्ने मुर्दारले त भरस्टै पार्यो नि म नि फेसबुकमा राम्रो नराम्रो केटाको फोटो देखेर भेट्न भनेर गएको त्यही धोग्रे बुढा मुर्दारसँग भेट भएर युद्धै भयो नि हाम्रो त हो त नि मिति नि त्यो फेसबुक भन्ने कुरा चलाउन जान्नेलाई धेरै राम्रो धेरै काम हुने चलाउन नजानी टाइम पास गरेर हिँड्नेलाई त खत्तमै बनाउँदो रहेछ घर व्यवहारै बिगारिदिँदो रहेछ त्यसले त हो होइन यमिति नि त्यो हनाङ्गे भन्ने नेता त यतै आउँदैछ त मुर्दार हामीलाई भेट्न आयो के हो होइन मिति नि सांसद जस्तो मान्छे कुदेर आइरहेछ यसरी कुदेर त आउन नपर्ने हो होइन मिति नि यो मान्छे त पहिलेदेखि गुन्डा भन्छ पहिलेको बानी छुटेर हिँड्छ भने त हामीलाई त बरस्टै पार्छ त लुकुम लुकुम झमझम मिति नि लुकुम मार्छ क्या हो मिति नि हामीलाई यतै आउँदैछ त मिति नि त्यो त यतै आउँदैछ मिति नि अलि माथि आउनु है मिति नि बरस्टै पार्छ के हो त्यसले त अलि आउनु मिति नि अलि त मिति नि म त यहाँ टाँसेर बसेँ त यो माथि योभन्दा माथि त कता आउनु त नि मिति नि तपाईँको त जुङ्गा अब छ त के भन्छ मिति नि चुप लाएर बस्नु यो जुङ्गा मुर्दा रहेछ त के बस्नु आएको म यहीँ त छु नि तपाईँहरू पनि यहाँ बस्नु त म त यो तरुल खन्दै थिएँ तरुल मिति भनेर बेसरी अठ्यो त मिति नि गयो त त्यो त गयो उतातिर ए ल हामी जाउँ ए यो मुर्दालाई त मजा लिएर बसेछ मारे नि गर्ने मान्छेलाई यस्तो गरेर त्यही त नि गोली चाहिँ नचलाउनुहोस् है अनि के भन्नुहुन्छ मेरो धेरै साथीहरू माथि गइसक्यो म जेल बस्न तयार छु अनि के अचम्म हो यो सधैँ मलाई नै इन्काउन्टर गर्छु भन्दै हिँड्ने मान्छेहरू आज मलाई नै सडक ठोक्दैछ हजुरले चुनाव जित्न भयो माननीय हुनुभयो त्यसैले तपाईँको सुरक्षाको लागि हामी बडीगार्ड खटेको हो नि है म त सांसद पो भइसकेको छु त पहिल्यैदेखि पुलिस देख्दा भाग्ने बानी कहिल्यै छुट्ने भएन के हेरिरहेको माननीयलाई सलाम ठोक